ए भक्ति के गरेको ठिक्का नबास्नेले केही नगर्नेले आज त लो अचानक लो कमानबारीमा बारी पो खन्दैछस् त अनि त्यो कमानबारीमा उता उता जाए तँ मेरो छेउमा नआइजाए। किन तेरो छेउमा चाहिँ आउनु हुँदैन म किन खनेको भन्दै हो? किन खनेको अनि त त्यही भन्दैछु त नि हाम्रो आमाले भनेको नि साथीको होरेमा नलाग्नु, साथीको बाटोमा नहिँड्नु, साथीले लास्टमा तल फसाइराख्छ अनि आफ्नै बाटोमा हिँड्नु, अब आफ्नै मनको कुराहरू सुन्नु, अरूको होरेमा नलाग्नु, आफ्नै बाटो बनाउनु, जिन्दगीमा सफल हुनुको लागि आफ्नै बाटोमा हिँड्नुपर्छ, आफै बाटो बनाउनु पर्छ भनेर बाटो बनाएको नि, आफ्नै बाटो बनाएको नि। त्यो त म माथि तिनडोरे जाने बाटो बनाउँदैछु, उता जाए साथीको होरेमा नराख्नु भनेको छ। आफ्नै बाटोमा हिँड्नु, आफ्नै बाटो बनाउनु, जिन्दगीमा सफल हुनु छ भने भन्नुभएको छ। ए लाटा यो बाटो र त्यो बाटो मिल्दैन बुझिस्। आमाले भन्नु खोजेको चाहिँ नराम्रो सङ्गत नगर साथीहरूको त्यस्तो भनेको, आफ्नै बाटोमा हिँड, एक्लै हिँड त्यस्तोहरू भनेको बुझिस्। राम्रै बाटोमा हिँड भनेको तँलाई भनेपछि आफ्नो बाटोमा हिँड्नु, राम्रो बाटोमा हिँड्नु है भनेपछि यहाँ टक्क मैले उहाँ माथिसम्म खनिसकेँ भने चाहिँ नास्टिक हालेर डाबर छाप्नु पर्यो राम्रो बाटो बनाउनु लागि। यस्तोहरूसँग के कुरा गरिरहनु लाटाहरूसँग खनिरहनु प्लास्टिक थाप्छ प्लास्टिक थाप्छ। जा जा जा, आमाले भनेको साथीसँग नहिँड्नु भनेको छ, जा जा बित्थाम बोल्यौ।